अनि दुईटा भोकल है हेलो छि एकजना 3 वर्षको बच्चा हराउनु भएको छ उहाँ दायाँपट्टि हाम्रो एनआरएन जापानको सचिवालय छ त्यो सचिवालयमा चाहिँ उक्त बच्चालाई हामीले त्यहाँ राखेको छौँ तपाईँहरू कसैको एकजनाको बच्चा हराएको छ भने त्यो बच्चालाई चाहिँ हामीले उहाँ राखेको छौँ हाम्रो टिमको साथीहरू हुनुहुन्छ अग्रिम गुरुङ नाम हो है उहाँको सानो बच्चा अग्रिम गुरुङ नाम गरेको बच्चा उहाँ परपट्टि सचिवालयमा है बाहिर छिर्ने गेटको दायाँपट्टि हामीले हाम्रो सचिवालय छ एनआरएन जापानको त्यहाँ सम्पर्क गर्नुहोला भोकल यता भोकल एउटा ओ बाँसुरीको छ भयो भयो हेलो नानी साली नमस्ते 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 भाइ नमस्ते सेटिङ गर्नु हेलो 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 check. हेलो check. 3 नम्बरको माइक अलि बढाइदिनुहोस् है मेरो भोकल अलि सानो छ छि हेलो 3 नम्बरको माइक बढाइदिनुहोस् है मेरो भोकल एकदम सानो छ हेलो 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 check. हेलो हेलो एक नम्बर सुन्नु न हेलो ठिक छ हेलो हेलो अलि अझै थोरै भयो ठिक छ हो तपाईहरु अगाडिपट्टि 2 वर्षको बच्चा कहीँ तपाईहरुको अगाडि छन् भनेदेखि कृपया जानकारी गराइदिनुहोस् न 2 वर्षको बच्चा हराइरहेको सूचना आएको छ कृपया तपाईहरु कहीँ कसैसँग अगाडिपट्टि रोइरहेको बच्चाहरु छ भनेदेखि कृपया एकचोटि ख्याल गरिदिनुहोस् न है खैरो लुगा लगाएको छ खैरो लुगा लगाएको 2 वर्षको बच्चा छि कीबोर्ड check. हेलो हेलो check. हेलो नमस्कार हजुर सबैजनालाई हाम्रो नेपाल मगर सङ्घ जापानको तर्फबाट हजुर सम्पूर्णमा हार्दिक मेजोर टक्र्याउन चाहन्छौँ अनि यति बेला भने हामीले हाम्रो मगर सङ्घको तर्फबाट एउटा 16टी लाइभ लिएर आएका छौँ अनि यो चाहिँ हामीले भगवानलाई सम्झिएर गाउने गीत अनि हाम्रो मगर समुदायमा एकदमै प्रचलित भएको गीत हो त्यसैले भगवानलाई पुजेर गाउने हुँदाखेरि पनि कसैलाई लाग्न सक्छ यदि
यदि सोरठी लागिहाल्यो भने हजुरहरूले हामीलाई जानकारी गराउन सक्नुहुनेछ। यति भन्दै हाम्रो प्रस्तुति स्टार्ट गर्न चाहन्छौँ। यति बेला हाम्रो नेपाल मगर सङ्घ जापानको तर्फबाट मगर समुदायमा प्रचलित सोरठी। हेलो बाई बाई।
धन्यवाद मगर सङ्घका साथीहरूलाई आफ्नो स्वरकिनाद यहाँ प्रस्तुत गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो टोकन अफ लभ प्रदान गर्नको लागि एनआरएन जापानको सचिव नेत्र पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँ सबैजनाले खुसी व्यक्त गरेर 3 मान पनि प्रदान गर्नुभएको छ उहाँलाई धन्यवाद दिन चाहन्छु र यो टोकन अफ लिनको लागि भिक्टर थापाज्यूलाई म अनुरोध गर्दछु र यो बच्चाको अनुहार तपाईँले देख्नुभएको छ भने तपाईँको कसैको बच्चा हो भने चाहिँ यहाँ हराउनु भएको छ नाम चाहिँ मानुसी रहेछ अनि मामा पापासँग सँगै आएको हो भन्दै हुनुहुन्छ मैले सोधेको मामासँग कि पापासँग भनेको ल यहाँ हजुरको हो ए ओके हाम्रो साथीहरू यो सँगै मेरो हातमा एउटा कार्ड केस फेला परेको छ टङ्कराज प्रसादको तेज प्रसाद कण्डेलजीको कार्ड पर्स कार्ड मसँग भेटिएको छ कृपया काउन्टरमा सम्बन्धित मान्छेले सम्पर्क गर्नु हुनको लागि म अनुरोध गर्न चाहन्छु यसमा क्रेडिट कार्डहरू अरू कार्डहरू धेरै छ कृपया तेज प्रसाद कण्डेलज्यू स्टेजसम्म सम्पर्क गर्नु हुनको लागि म अनुरोध गर्न चाहन्छु र अब यो सँगसँगै हामीसँग समय एकदमै निर्धारित समयभन्दा हामी अब अगाडि बढ्दै गइरहेको छौँ र हामीसँग एनआरएन जापानको महासचिव होइन कि एउटा कलाकार ज्यादा देख्छु म उहाँलाई आजभोलि एकदमै धेरै दर्जनौँभन्दा बढी गीत उहाँले नेपालको फेमस आर्टिस्टसँग गीत गाइसक्नु भएको छ र उहाँ आफै फेमस भइसक्नु भएको छ आदरणीय श्याम शीतलज्यूलाई हार्दिक स्वागत गर्न चाहन्छु उहाँले एकैछिन तपाईँहरूलाई जोरदार तरिकाले रमाइलो गराउनु हुनेछ जोरदार तालीले स्वागत गरौँ श्याम शीतलज्यूलाई हेलो सिक यो भोल्युम अलिकति बढाइदिनुहोस् त प्लिज शिरमा शिरफुल सजाउने मायालाई खै गाउनु भएको तपाईँहरूले यो टोकियोको जोस जस्तो भएन है मैलाई हेर्दै लजाउने मायालाई थाहा छैन आज भोलि मायाकै झल्कोले निन्द्रैला छैन यस्तो साथीहरू हुनुहुन्छ अब चाहिँ नाच्नुपर्छ होइन ल सबैजना अगाडि आउनु होला हामी एकैछिन रमाइलो गरौँ यो गीत चाहिँ मेरो 2-3 वर्ष अगाडिको गीत हो तपाईँहरूले अत्यन्तै मन पराउनु भएको गीत त्यसै गरेर अर्को गीत पनि अत्यन्तै मन पराउनु भएको छ निर्माया मलाई सधैँ तिम्रै छ पिरमाया निर्माया मलाई सधैँ तिम्रै छ पिरमाया जादु गर्यौ कि तिमीले टुना गर्यौ कि छैन मेरो छैन मन्थिर माया यो हल्ला पुगेन है यो टोकियो जस्तो भएन है ल सबैजना अलि अगाडि आउँ त नाच्नुहुन्छ नि है एकैछिन हामी रमाइलो गरौँ कृपया निर्माया ट्र्याक बजाइदिनु होला प्लिज यो निर्मायाहरूको जोस अलि पुगेन है प्लिज अगाडि आउनुहोस् यताको साथीहरू नि आउनुहोस् यताको साथीहरू नि आउनुहोस् सँगै नाच्छौँ ल ल बजाउँ यो हो नि है तरिका ल निर्माया मलाई सधैँ तिम्रै छ पिरमाया 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 जादु गर्यौ कि तिमीले टुना गर्यौ कि जादु गर्यौ कि तिमीले टुना गर्यौ कि छैन मेरो छैन मन्थिर माया यताले हल्ला पुगेन है निर्माया मलाई सधैँ तिम्रै छ पिरमाया यो त रातिको जोस हो जोस देखाउनु पर्यो नि है खै साथीहरू खै यो पाखाको साथीहरू नाच्नु पर्यो ल तिम्रै झल्को आउँछ मलाई जहिले जतिखेर किन लाग्छ तिम्रो माया मलाई यति धेरै तिम्रै झल्को आउँछ मलाई जहिले जतिखेर किन लाग्छ तिम्रो माया मलाई यति धेरै तिमी मात्रै बसेकी छौ मनको कुनाकोना एकैचोटि लगायो कि मोहनी टोना छैन मेरो छैन मन्थिर माया निर्माया
निर्माया निर्माया निर्माया ओए होए निर्माया 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 मलाई सधैँ तिम्रै छ बिरमाया। अलि जोस पुग्नु पर्यो के साथीहरू, खै 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 यो टोकियो जस्तो भएन है। ओके अझै अझै साथीहरू भन्छन् चेल्को लाउने भाषु निन्द्रामा नि तिमीलाई नै बोलाउने भाछु। साथीहरू भन्छन् चेल्को लाउने भाछु निन्द्रामा नि तिमीलाई नै बोलाउने भाछु। तिम्रै फोटो टाँसेको छु दिलको माया माया नपत्याए छाती चिरी हेर मेरो माया अझै कति पार्छौ र पिर माया। निर्माया ओए होए निर्माया 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 ओए होए निर्माया 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 मलाई सधैँ तिम्रै छ बिरमाया। निर्माया मलाई सधैँ तिम्रै छ बिरमाया। जादु गर्यौ कि तिमीले टुना गर्यौ कि जादु गर्यौ कि तिमीले टुना गर्यौ कि छैन मेरो छैन मन्दिर माया। निर्माया ओए होए निर्माया निर्माया मलाई सधैँ तिम्रै छ बिरमाया। टोकियोको हल्ला पुगेन है, यो पुगेन है। ल धेरै धेरै धन्यवाद छ। यो चाहिँ मेरो 5 वर्ष जति अगाडिको गीत हो। अत्यन्तै तपाईँहरूले माया गर्नुभएको गीत। त्यस पछाडि शिरमा शिरफुल सजाउने मायालाई, यसमा चाहिँ मलाई मेलिना राईले चाहिँ आवाजमा साथ दिनुभएको छ। नाजिर हुसेन र एलिसा राईको जुन भिडियो छ तपाईँहरूले हेर्न सक्नुहुन्छ। अहिले भने अर्को ट्र्याक बजाइदिनु होला, शिरमा शिरफुल सजाउने मायालाई। यस पछाडि हामीसँग धेरै साथीहरू हुनुहुन्छ, अझै हामी रमाइलो गर्नेछौँ। ब्यान्डको साथीहरू तयारी अवस्थामा हुनुहुन्छ। शिरमा शिरफुल सजाउने मायालाई सबै जाउन गाउँ ल। मैलाई हेर्दै लजाउने मायालाई शिरमा शिरफुल सजाउने मायालाई मैलाई हेर्दै लजाउने मायालाई थाहा छैन आज भोलि मायाकै झल्कोले निन्द्रैला छैन। ए आज भोलि मायाकै झल्कोले निन्द्रैला छैन। लहै लहै दाजुभाइको नि जोस चाहियो अब। ढाका टोपी ढल्काउने मायालाई मनमा डोसल्काउने मायालाई थाहा छैन आज भोलि मायाकै झल्कोले निन्द्रैला छैन। ए आज भोलि मायाकै झल्कोले निन्द्रैला छैन। ल है साथीहरूको जोस। यता साथीहरू अल्ल पुगेन है। पारी पाखा घाम लाटावारी छाया पार्ने कहिले होला मेरो माया तिम्रो मनमा सर्ने। लाग्दावारी छाया पर्ने कहिले होला मेरो माया तिम्रो मनमा सर्ने। यो है तरिका। ओके देखे नजर झुकाउने मायालाई थाहा छैन
बस्ने खोलीमा हो चरी बस्ने मनमा अरूलाई नै राखिछौ कि म बस्ने त्यो मनमा तिमी हो अन्तिम मेरो तिमी नै हो पहिलो ताला चाबी सुम्पिदिन्छु खोला मनको दैलो घरी घरी टोलाउने मायालाई ए साराले बोलाउने मायालाई थाहा छैन आज भोलि माया खै झन्कोले निन्द्रैला छैन ए आज भोलि माया खै झन्कोले निन्द्रैला छैन एकदमै धेरै धेरै धन्यवाद छ। हामी एकदमै कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। समय एकदमै कम भइराखेको छ, त्यसैले अझै तपाईँहरूसँग रमाइलो गर्नु छ। भोलि पनि दिन्छ है तिम्रो बोली मैहल झिएमा तिम्रो हेराइ मैहल झिएमा म हराउन थाले तिमीमै लैबरी लै 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 लैबरी लै लैबरी लै 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 लैबरी लै। यो गीत चाहिँ मेरो नयाँ गीत हो, 1 वर्ष अगाडिको। हामी यसमा रमाइलो गर्छौँ, तर अहिले समय हाम्रो ब्यान्डका साथीहरूको भइसकेको छ। हामी फेरि भोलि रमाइलो गर्छौँ। भोलि आउनु होला, रमाइलो गर्नु होला, हामी सँगै नाच्छौँ है। भोलि सबैजनालाई चुले निम्तो छ। आदरणीय गायक श्याम शीतलज्यूको लागि जोरदार तालीले सम्मान गरिदिनको लागि अनुरोध गर्दछु। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद स्वरका खानी आदरणीय श्याम शीतलज्यूको लागि। यो सँगै आदरणीय गायक परदेशी गायक सूर्य खड्काज्यूलाई थोरै मात्रै माइक हस्तान्तरण गरेपछि हामी यति बेला ब्यान्डको लागि तयारी अवस्थामा रहिरहेका छौँ। कृपया ब्यान्डका साथीहरूलाई तयारी गरिदिनुको लागि म अनुरोध गर्न चाहन्छु। त्यतिन्जेलको लागि परदेशी गायक सूर्य खड्काज्यू। हेलो। किरे मिरे जाले रुमाल कुन खोलीमा धुनी होला कहाँ गएर रुनी होला बाटो भिराको ओ बाटो भिराको मलाई चिन्ता छ 50 तिरको इति तिम्रो इति मेरो माया मिसाम्ला पर्दा अप्ठ्यारो ढुङ्गे धारा है ढुङ्गे धारा अझै नि धोको पुगेन सबैले ढुङ्गे धारा अझै नि धोको पुगेन र हे लाउली माया जापानी सारी फुल भरेको अगाडि पछाडि ए लाउली माया जापानी सारी फुल भरेको अगाडि पछाडि माया नेपाल म जापान टोकियो टोकियोमा किनेको साडी धुँदा कलर जानी पोकियो। म आज ट्र्याकमा चाहिँ गाउँदिनँ, समय अभाव छ, म भोलि गाउनेछु। अहिले भने हाम्रो ब्यान्ड आइसक्नु भएको छ। यहाँहरू सबैको जय होस्। थ्याङ्क यू सो मच। यो अलिकति हल्ला पुगेन है, खै त यो तपाईँहरूको जोस है है है। धेरै धेरै धन्यवाद छ। अब गायक होइन, म महासचिव भएर आउँदैछु है तपाईँ समक्ष। यस पछाडि हामी समक्ष हाम्रा साथीहरू आइसक्नु भएको छ। अझै तपाईँहरूको नाच्ने काम बाँकी छ। यति राम्री भएर आउनु भएको छ, यति राम्रो भएर आउनु भएको छ। यस्तो मौका सधैँ आउँदैन है है। फेरि अर्को वर्ष आउँछ कि आउँदैन थाहा छैन। त्यही भएर आज हामीले नाच्नुपर्छ, रमाउनुपर्छ। अब सबैको परिचय खोज्नको लागि हाम्रो परिचय ब्यान्ड आइसक्नु भएको छ है। हेर्नुहोस् न कति राम्रो हुनुहुन्छ हाम्रो साथीहरू। मान्छे यति ह्यान्डसम, त्योभन्दा बढी राम्रो चाहिँ गीत छ है। नाच्नुहुन्छ नि है है। ओके, हाम्रो साथीहरूलाई अब नचाउनको लागि, तपाईँहरूलाई रमाइलो गराउनको लागि यतिखेर म स्टेजमा आमन्त्रण गर्न चाहन्छु हाम्रो परिचय ब्यान्डलाई। नमस्ते टोक्यो। होइन अहिले एकदम टाइम कमै छ हामीसँग है, तर अबको 20 मिनट हामी तपाईँलाई रमाइलो गर्ने ठेक्का लिन्छ। अविनाश दाइ, हामीलाई जम्मा 1 मिनट मात्रै साउन्ड चेकको लागि टाइम दिनु होला। त्यसपछि घडी हेर्नु होला, हामी 20 मिनट मात्रै बजाउनेछौँ, 20 देखि 25 मिनट। सबैजना रेडी हो?
मोनिटरमा एकचोटि सबै साउन्ड दिनु न ल मोनिटरमा ओनेगाइसमास एकचोटि बजाएर हेरौँ अनि दाइले दिन्छ ड्रम चाहिँ एकचोटि प्ले गर त मोनिटरमा ओनेगाइसमास गिटारको मोनिटरमा थोरै ओनेगाइसमास एउटा गरिहाल्छ हामी 1 मिनेटमा दिपेन्द्र रेडी अहिले भन्ने है मोनिटरमा गिटारहरू थोरै माथि बेस हाल्नु बेस मोनिटरमा मात्रै तल बजा मेरो मनमा हलचल मचाउँछ मेरो मनमा हलचल मचाउँछ तिम्रो चुस्किँदा अलि बस्किँदा छिनछिनमा रिसाउँदा मेरो मनमा कुन्दली हुन्छ मेरो मनमा कुन्दली हुन्छ तिमीको बुझ्नै गाह्रो भो तिमीलाई के भन्नु भन्न नै साह्रो भो डन दाइ मुन्डरमा हल्का गिटार र बेसको मात्रै थोरै अगाडि ड्रमको साइडमा ओके Alright guys, Tokyo, are ready? अब रेडी है त अब नाच्नुलाई रेडी है टाइम हेरौँ है टाइम
सम्झना मुटुमा सुतरी सुटुकै कानैमा भनेको अल्झिया मनैमा सल्कियो मनैमा बन्दी छोरी सारीमा मेला है भरे हरेको हल्ला पुगेन ठोके ऐसे लुटाडैमा जिस्केर बसेको झलको आँखैमा सम्झना मुटुमा लजाई आँखैले हेर्दै नै भागेको अल्झिया मनैमा झलको आँखैमा चौबन्दी चोली कुटे सारीमा मेला है भरे हरेकी चान्सीलाई छोक्यो हल्ला पुगेन दाइ एकचोटि मोन्टरमा एकचोटि मिठो साउन्ड दिनु है अविनाश दाइ हेर्नुहोस् भने मोन्टरमा अलिकति सुनेन अनेक आइसमास गिटारको अब हामीले चाहिँ किनभने टाइम पनि छैन अर्को हाम्रो ब्यान्ड आउँदैछ हामी जम्मा 2टा गीत गाउँछौँ अब तर नाच्ने गाउँछौँ है रेडी हो यता कर्णालीतिरको मान्छेहरू कतिजना छ हात उठाउँ त सा कर्णाली भन्ने सुनेको छ लेट्स गो
कम्पनी माला झल्काइदेऊ 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 थलाइको कम्पनी माला झल्काइदेऊ 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 थलाइको कम्पनी माला झल्काइदेऊ 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 थलाइको कम्पनी माला झल्काइदेऊ पुरुषो डाफे हिजल खान्दो कम्पनी सामाउना फ्याजी लाउँदो बैले कम्पनी साकुरी जान लाग्ने माया कम्पनी साहिउँदा नबी लाउँदो बैले कम्पनी झल्काइदेऊ थलाइको झल्काइदेऊ झल्काइदेऊ थलाइको कम्पनी माला झल्काइदेऊ 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 थलाइको कम्पनी माला झल्काइदेऊ 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 थलाइको कम्पनी माला झल्काइदेऊ खेरीको ड्रम मिस्टर डिफेन्डर
पानी माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने नाच्ने पन्छरी त कसैको बाजा जुगाउँ भयो पिडिङ खाएको बल्ल भेटे आज सुन्दाउँदी सिला मुन्दी सातली आम्ला हात लागे ने बचाउला रिङ परे गिराउला हे माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने खै त हल्ला गयो छुले चक्र ठुले चक्मा कलियुगको चलाइ रातको निदा दिनको सुन्दा शान्ति छैन मलाई फुलपाती देउरालीलाई मुक्त गरी आए झनको माया पाउँ भनी कसम मैले खाए माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने खालको पानी माछीले खाने बिदिसित जाने कि नजाने Thank you so much. हामीसँग समय छैन. So let's put your hands together for next band. The Ikai band. I will call lights on the stage. So उहाँहरूलाई जोरदार तालीले स्वागत गर्नुहोस्. हामीसँग अर्को एउटा ब्यान्ड पनि छ. एकदमै सर्ट एन्ड स्विट उहाँहरूको परफर्मेन्स हामी सुन्छौँ. So जोरदार तालीले स्वागत गरौँ इकाई ब्यान्डलाई. हाम्रो नेपाल फेस्टिभलको मुख्य गायक अर्जुन सापकोटाको प्रस्तुति भोलि रहेको हुनाले कृपया भोलि पनि सबैजनालाई चुले निम्तो छ है त. अनि यो सँगै आजको यो कन्सर्ट आजको यो दिनको सबैभन्दा मुख्य पर्फर्मेन्सको लागि इकाई ब्यान्ड रहेको हुँदा उहाँहरूलाई फेरि एकपटक जोरदार तालीले स्वागत गरिदिनु अनुरोध गर्दछु. परदेशमा देशलाई चिलाउनको लागि हामी नेपाल फेस्टिभलको 15औं संस्करण गरिरहँदाखेरि यहाँहरूले देखाउनु भएको यो माया विश्वास साथ र सहयोगको लागि हामी आयोजकको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ.
देशमा परदेशमा रहेर पनि यो नेपाली कला साहित्य संस्कृतिलाई जगेर्ना गर्नको लागि यति टाढा उदाइबासम्म आएर हामीलाई साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छ आयोजक कमिटी। सो भोलि चाहिँ झलीको तिम्रो याद परीको अर्जुन सापकोटा हामीसँग हुनुहुन्छ। त्यसैले भोलि पनि यस्तै रमाइलो गर्नको लागि तपाईँहरू उपस्थित हुनुहुनेछ। अझ भव्य हुनेछ। हिजो भव्य भयो, आज महाभव्य भएको छ, भोलि सुनामी आउनेछ। सो त्यसैले तपाईँहरू सम्पूर्ण हाम्रो साथमा हुनुहुनेछ। त्यो दर्शक भनेको जहिले पनि एउटा आर्टिस्टको लागि चाहिँ अक्सिजन जस्तै हुन्छ। त्यही भएर तपाईँहरूले त्यहाँबाट अक्सिजनको काम गर्नुभएको छ, त्यसको लागि धन्यवाद। थ्याङ्क यू सो मच। सो अन्तिमसम्म अब अझै रमाइलो हुन्छ, अन्तिमसम्म अझै रमाइलो हुन्छ। तयारी भइरहेको छ स्टेजमा। इकाइ ब्यान्ड आजको यो अन्तिम प्रस्तुति पनि रहनेछ। हामी अन्तिममा छौँ, साँझ परिसकेको छ। सबैजना रमाइलो गरेर राम्रो तरिकाबाट आफ्नो घर फर्किने होला। भोलि फेरि आउनु होला अर्जुन सापकोटासँग शान्तारानी परिवारको दोहोरीसँग झुम्नको लागि। अहिले भने अन्तिम प्रस्तुति यहाँहरूले असाध्यै रुचाएको जापानको ब्यान्ड इकाइ ब्यान्ड यहाँहरूको लागि। एकचोटि इकाइ ब्यान्डको लागि जोरदार ताली यहाँहरू सबैको। यति बेला पनि हामीसँग जापानिज प्रहरीहरू तपाईँहरूको वरिपरि हुन सक्नुहुन्छ। कृपया झै झगडा एवं यो माहौललाई परिवर्तन गर्न नखोज्नु होला। तपाईँहरूको वरिपरि जापानिज प्रहरीहरू आज हामीसँग अनुगमनमा हुनुभएकोले गर्दाखेरि आफूले आफैलाई सभ्य बनाएर अन्तिम प्रस्तुतिको लागि अवलोकन गरेर राम्रोसँग घर फर्किनुको लागि पनि अनुरोध गर्न चाहन्छौँ।
नमस्ते टोकियो सन्चै हुनुहुन्छ होला है अघि सबैले सोध्नु भइसक्यो सन्चोसँग हुनुहुन्छ कि हुनुहुँदैन भनेर एउटा गीत गाए त तपाईँहरूको लागि कहिले काहीँ मृत्युलाई जति दोष दिए पनि बाँच्नु पो अझ गाह्रो हुँदो रहेछ फेरि त्यो जीवन जहाँ आफूले जीवन ठानेको मान्छे आफूबाट टाढा भइदियो आकाश पनि गरुङ्गो लाग्दो रहेछ आफ्नै सासले समेत भुल्दो रहेछ 1 2 1 2 3
मनभरिको माया जोगिँदै नसक्ने गरी मेरा आशाहरूसँगै गरिँदै नसक्ने गरी खाली आँसु मात्रै छ बिदाइको बेला खाली आँसु मात्रै छ बिदाइको बेला 저기 어머성에 जति गरुमा रहेन के हाम्रो बीच फेरि आशा नै मर्यो कि फेरि आशाले ढाक्यो कि अस्वीकार जति गरुमा रहेन के हाम्रो बीच Thank you! आज तपाईँहरू धेरै नाच्नु भइसकेको छ भनेर हामीले खासै नाच्ने गीत ल्याएनौँ तपाईँहरूको लागि है तर है हामीसँगै गाउन मिल्ने हामीसँगै झुम्न मिल्ने गीत छ है नेपाल फेस्टिभल कस्तो हुँदैछ ठिक छ कि छैन खै मैले स्वरै सुनिन ठिक छ कि छैन है तपाईँहरूले माया गर्नुभएको छ जिन्दगीमा माया गर्नुभएको छ कसैले माया गर्नुभएको छ कि छैन आफैलाई पनि माया गर्नु हुँदैन कसैले आफैलाई पनि माया गर्नु हुँदैन कसैले है आफैलाई माया गर्नुहुन्छ भने यो गीत तपाईँहरूको लागि हो है त यो गीत तपाईँहरूको लागि यो गीतको नाम छ भावना है यो गीतमा तपाईँहरूले आफ्नो माया गर्ने मान्छेलाई देखाएर टिकटकमा हाल्नुभएको होला प्राय कतिले टिकटकमा हाल्नुभयो होला नभए माया गर्ने नभए माया गर्ने अब माया गर्ने
नाच्ने गीत चाहिएको हो नाच्ने गीत गाइदिउँ कुन गीतमा नाच्दै ल भन्नु गलबन्दीमा नाच्ने गलबन्दीमा ल गलबन्दी गाउनु है त मसँगै हुन्छ हुन्छ हे भेट भयो झमक साँझमा राख्छु तिमीलाई यो दिलको माझमा गलबन्दी गलबन्दी च्यातियो है हाम्रो आज अलिकति टेक्निकल कारणले भनौँ कि के भनौँ थोरै टाइम पनि हामीसँग नभएको कारणले एउटा अन्तिम गीत मात्रै गर्ने भयो हामी है सुनिदिनु होला है त मेरो रक्त मेरो साथ भेट्दैनस् मलाइमा छुटिसक्यो देख्दैनस् यही हो मेरो पहिचान मुस्किल छ अब मलाई मेरो छाया छुनलाई मेरो मालिक म आफै नखोज्दाउ लिनलाई रफ्तार मेरो जिन्दगी को नाम जिन्दगी को नाम जिन्दगी को नाम त्यसो टस बालै फरर रफ्ता मेरो रगत रफ्ताको राजा हुँ पछि छ सबै मेरो सबैभन्दा अघि छु बेकार छ पछ्याउनलाई भेट्ने सपना देख्नुलाई मूर्खता हो
तेरो छाडिदे यो प्रयासलाई रफ्तार मेरो जिन्दगीको अर्को नाम जिन्दगीको अर्को नाम जिन्दगीको अर्को नाम त्यसो छ Valley for all Give it up for the master! मेरो साथ भेट्दैन मलाई मान छुट्नु सके देख्दैनस् यही हो मेरो पहिचान मुस्किल छ अब मलाई मेरो छाया छुनलाई मेरो मालिक म आफै नखोज्दा लिनलाई रफ्तार मेरो जिन्दगीको अर्को नाम जिन्दगीको अर्को नाम जिन्दगीको अर्को नाम त्यसो छ Valley for all Valley for all Valley for all Valley for all This so tough एउटा अन्तिम गीत चाहिँ हामीसँगै गाइदिनु होला है त अन्तिम छोटो गीत है त हुन्छ यो गीतको नाम छ भावना है सँगै गाइदिनु होला है त मायाको संसारमा डुबेर दिललाई एकैछिन भुलेर मेरो मन मेरो मन जुनी जुनी यसै गरी काटौँला मनैभित्र माया लुकाई बाँचौँला माया हुन्न र एकचोटि सबले हात माथि गरिदिनु होला है त सबैले हराइदिनु प्लिज सँगै गाउँ है त
आत्मा तिमी खुसी तिमी मेरो अर्थ आकाश नै साँची राखी अर्को जन्म नि तिम्रै बनेर आत्मा तिमी खुसी तिमी मेरो अर्थ तिमी आकाश नै साँची राखी अर्को जन्म नि तिम्रै जुनी जुनी यसै गरी काटौँला मनैभित्र माया लुकाई काटौँला तिमी र म मायाको संसारमा डुबेर बिरलाई एकैछिन भुलेर तिमी र म मायाको संसारमा डुबेर बिरलाई एकैछिन भुलेर थ्याङ्क यू सो मच सबैजनालाई है आजको हाम्रो थोरै टेक्निकल कारणले गर्दा हामीले थोरै अझ गरिदिन पाएनौँ त्यसको लागि सरी भन्दै आजको लागि यति नै भन्दै थ्याङ्क यू सो मच एभ्रिवान धेरै धेरै धन्यवाद आदरणीय इकाइ ब्यान्डका कलाकार साथीहरूलाई एकपटक उहाँहरूको सम्मानमा तालीले सम्मान गरिदिनको लागि अनुरोध गर्न चाहन्छु यो सँगै गैर-आवासीय नेपाली सङ्घ जापानको 15औं नेपाल फेस्टिभलको दोस्रो दिनको यो भव्य समारोह यही समापन भएको यहाँहरूमाझ घोषणा गर्न चाहन्छु। कृपया सबैजना सभ्य भएर भव्य तरिकाले यो कार्यक्रम सफल गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। बाटो लामो छ होला यहाँहरूको घर पुग्नको लागि, कृपया समयमै घर पुग्नु होला। दिनभरिको यो गर्मी मा कृपया घर पुगेपछि पानी अलि बढी खानु होला अनि भोलि सँगै रमाउनको लागि फेरि यही ओदाइबाको पार्कमा आउनु होला। हामी भोलि फेरि यही यस्तै गरी रमाइलो गर्नेछौँ। कृपया सबैजना आज आइदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।